उपसमितिले यत्रो मेहनत गरेर 9 महिनादेखि चाहिने मेहनत गरेर विज्ञहरूसितदेखि लिएर सरकारवालासित छलफल पटक पटक हामीले गरेका छौँ। यसमा सार्वजनिक लेखा समितिले धन्यवाद दिनुपर्ने ठाउँमा उल्टो तपाईँ प्रश्न गरिराख्नु भएको छ। म त बडा अचम्म लागिरहेको छ। यो जुन प्रतिवेदन बाहिरीको कुरा छ नि मान्य सभापतिज्यू, यो हामीले कसैले गरेका छैनौँ। अब 10 जना समिति छ, कोही चाहिने भ्रष्टाचारीको पक्ष पोषण गर्नको लागि पो प्रतिवेदन बाहिर दिइराखेको छ कि? त्यो प्रश्न चिन्ह खडा हुन्छ। त्यसको लागि मान्य सभापतिज्यूले एउटा छानबिन समिति बनाएर गर्दा पनि हुन्छ। कतिपय मिडियामा गएर साथीहरूले चाहिने भ्रष्टाचारीको पक्ष पोषण गरेका छन्, त्यो कुरा पनि त सोध्नु विचार गर्नु पर्यो नि मान्य सभापतिज्यू। हामीले 9 महिनासम्म तपाईँको जाने यत्रो मेहनत गरेर प्रतिवेदन बनाएका छौँ। धन्यवाद त कहाँ उल्टो शङ्का गर्ने। यहाँ म भन्न चाहन्छु 14 अरबको ठेक्कालाई सिधै 22 अरब पुर्याइएको छ। सिधै 8 अरब भ्रष्टाचार भयो कि भएन? यो सार्वजनिक खरिद ऐन विपरीत भयो कि भएन? र अर्को कुरा माटो 2 अरब मान्यज्यू 2 अरब तपाईँ सुन्नु न मान्यज्यू सुन्ने कि तपाईले लेखेर दिनुभयो नि त यो बाँकीलाई पढ्न दिनु न भन्न पाउनुपर्छ सभापति भन्न अर्को मिटिङमा पाउनुहुन्छ। तपाईँको माटोमा यहाँ बदमासी भएको छ। त्यति मात्रै नभएर तपाईँको एसीमा $7,42,659 चाहिने बदमासी भएको छ। त्यसपछि गएर रिटे पानी डाँडामा 32 करोड 2 लाख चाहिने बदमासी भएको छ। फ्युल ट्याङ्कमा 39 करोड 20 लाख बदमासी भएको छ। फ्लाइट प्रोसिजर डिजाइन पैदा गर्नुपर्ने ठाउँमा एयरपोर्ट निर्माण भइसकेपछि फ्लाइट प्रोसिजर डिजाइन यहाँ हामी अहिले हेर्न सक्छौँ। यो भ्रष्टाचार हो कि होइन? यो पनि 22 अरब भित्र गर्नुपर्ने सभापतिज्यू। तर त्यो नभएर मान्यज्यू एकछिन ल तपाईँ एकछिन रोक्नुहोस्।